वेलकम बैक टु माई च्यानल इट्स मी रिया छेत्री। आज चाहिँ म घिरौला बोडीको तरकारी बनाउँदैछु। अनि यहाँ चाहिँ टमाटर प्याज र त्यो खुर्सानी दुईटा। अनि यहाँ रहेको छ कराईमा अलिकति तेल हालेर बसाल्दिनुस्। अनि त्यसपछि सबै कुरा म हजुरलाई भन्दैछु। हामीलाई चाहिन्छ यहाँ पिनेको मसला चाहिन्छ। अब तपाईहरुलाई कस्तो लाग्छ लाइक गर्नुहोस्। बेसार नुन पनि चाहियो किनकि अब बेसार नुन बिना त तरकारी अधुरो हुन्छ। सो हेर्नुस् अब कराई तातिसकेको छ। भने चाहिँ तपाईहरुले नि सुरुमा चाहिँ हेर्नुस् म क्यामेरा सेटअप गर्छु। यसरी कराई तातिसकेको छ। हजुरले यो प्याज र खुर्सानी हाल्दिनुहोस्। अनि त्यसपछि यसलाई चलाउनुहोस् मजाले। मेरो चाहिँ यो रेसिपीको फर्स्ट भिडियो मेरो च्यानलमा दुईटा भ्लग छ अनि यो छ। पछि तपाईहरुको सपोर्टले नै गर्नु हो। तपाईले हेर्न सक्नुहुन्छ कसरी तेल उभिरहेको छ। अनि प्याज चाहिँ भुट्दा गोल्डन ब्राउन भइसकेपछि त्यसमा चाहिँ यसरी भुट्नु। भुट्दा यसरी गोल्डन ब्राउन हुन लागेपछि चाहिँ छोड्दिनु। धेरै पनि नभुट्नुहोस्, ठिक्क भुट्नुहोस्, कालै होला फेरि। अनि त्यसपछि गोल्डन ब्राउन भएपछि तपाईको बोडी लिनुहोस्। मैले चाहिँ थोरै नै हालेको छु बोडी, धेरै मलाई हाल्दिनँ। चलाउनुहोस् मजाले। हेर्नु न बोडीमा पानी भएर कस्तो धेरै भएन। यति हुन्छ कि हेर्नु न। तपाईँको बोडीलाई मजाले पाकाइदिनुहोस्। अनि त्यसपछि बोडीमा बेसार हाल्नु। बेसार चाहिँ ससमा हाल्नु चाहिँ बेसार हाल्नु। अलि धेरै हाल्नुहोस् बेसार, बोडीलाई मात्र होइन। यसलाई फेरि घिउलाई एड गर्नुपर्छ। घिउलाई पनि एड गर्नुपर्छ नि त, त्यही भएर अलि धेरै हाल्नुहोस्। मैले फुल स्किप गरेको छैन किनकि कसैले त अब गर्छ नि त, त्यो पकाएर अनि त्यसपछि पछि अर्डर गरेर मिठो देखाउँछ नि। तर मैले त स्किप गरेको छैन यो भिडियो। न त एडिट गरेको छु न त स्किप। तपाईहरुलाई न त हाइलाइटै छ मेरोमा, हेर्नुहोस्। तपाईको अगाडि नै मैले गरिरहेको छु काम। अब लाइक हेर्न सक्नुहुन्छ बोडी हल्का राम्रो
काटिसकेर यस्तो धेरै पकाउनु होइन बोडी भन्ने चिज किनकि यो हुन्छ हरेक चिज धेरै। अनि त्यसपछि लिनु घिरौँला लिएपछि हालिदिनु घिरौँला तपाईँहरूको मुड अनुसार काट्नुहोस् ल घिरौँला। मैले चाहिँ यसरी काटेको अहिले मलाई डर लाग्यो अलिअलि हुन्छ भन्दा राख्नु अनि चलाउँदै घिरौँला चलाउनु। अघि मेरो हातको बेसार हालेको थियो अब बेसार हाल्नु हुँदैन किनकि अघिल्लो बेसार राखिसकेको छ हामीले। तपाईँहरूले देख्न सक्नुहुन्छ बेसार मजाले भुलिसकेको छ। लाइन रहेको गाइस पकाउँदै लाइन गयो जस्तो सानो हुन्छ तपाईँले पकाउँदै लाइन गयो। भिडियो कसरी बनाउनु भइरहेको किनकि अँध्यारो आउँछ नि त। आयो बहुत लामो के भएको होला नि। यतिको भएपछि चाहिँ हामीले थालले ठोकिदिनुपर्छ। देख्न सक्नुहुन्छ अलि बेला पाक्न दिनु। अनि यता चाहिँ मेरो सबै चिज रेडी छ। नुन हाल्नु छ। अब यहाँ चाहिँ मसलाहरू अनि अर्को एउटा मसला हुन्थ्यो कि त्यहाँ एउटा मसला सानो खाने मसला के भन्छ त्यसको फोरो चाहिँ हाल्नुपर्छ। फेरि फोरो राख्नु अब चाहिँ तपाईँहरूले खोलिदिनु होला। हेर्न सक्नुहुन्छ किरानाको मेरो जस्तो भयो। स्मेल यति राम्रो आइरहेको छ नि केही हालेको छैन पनि। तपाईँहरूलाई हेर्न सुहाउँथ्यो तर क्यामेरा मोबाइलबाट सुन्न सकिन्न। हुन्छ केही चामलहरू हाल्दा मेरो खाउँ देखेको छ। हामी हाल्नेछौँ नुन हाल्नेछौँ। फेरि पनि छोप्दिउँ हामी किनकि अर्को मजाले पाकेको छ। सो गाइस तपाईँहरूलाई थाहा छ यो खाना बनाउनुकोमा। यस तपाईँहरूले चाहिँ मेरो यो आइडी मैले फर्स्ट टाइम होइन युट्युबबाट त थियो तर पनि भ्लग बनाएको मैले फर्स्ट टाइम हो। भिडियोहरू बनाएर हालेको फर्स्ट टाइम हो। फलो सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, बेल आइकन पनि दबाइदिनु भन्न चाहन्छु। त्यसैले मलाई साथ सपोर्ट दिनु है। अनि हामी त्यसपछि फेरि यो हुनेछ। हेर्न सक्नुहुन्छ तपाईँले यसरी पारेर खिलाउनु आउँछ। अनि त्यसपछि हामी हाल्नेछौँ मसला जस्तो आएर
मसाला हाल्नुको कलर आउँछ राम्रो। मसालामा चाहिने मसाला पनि हाल्नुको। तपाईहरुले देख्न सक्नुहुन्छ कति राम्रो बनेको छ साथीहरु। अनि यहाँ चाहिँ म यो अड्डा दिन्छु। अनि हामी हाल्न सक्छौँ हामीले काटिरहेको टमाटर यसले नि राम्रो कलर दिन्छ। यो पानी हजुर मसला हाम्रो नेपाली त हो यो मसला कहाँ फाल्नु दिने। अनि हामी यसरी हाल्दिने छौँ किनकि पानी अहिले हालेर छोडिदियो भने टमाटर र पाक्ने छ। यसो अवश्य पाकिसकेको हुन्छ। एकदम कस्तो भएको छ तपाईहरुले देख्न सक्नुहुन्छ। टमाटर पनि अहिले पाकिसकेको छ। त्यसैले कस्तो लाग्यो तपाईहरुलाई मेरो यो रेसिपी? तपाईहरुले सक्नुहुन्छ टमाटर पनि पाकिसकेको छ। So अवश्य पाक्यो हाम्रो तरकारी पाकिसकेको off भयो again. Bye. Thank you for watching and subscribe and bell icon.